नमस्कार दर्शकवृन्द, म आज लमजुङ जिल्लाको पसगाउँ आएको छु। पसगाउँको पनि पुरानो थल हो, घेजेको भन्ने डाँडामा आएको छु। अहिले मौसम चाहिँ एकदम बादल आइरहेको छ, त्यति साह्रो क्लियर छैन। तर पनि यो ठाउँको हाइट चाहिँ 7000 फिट उचाइमा छ। अनि यो ठाउँ हेर्ने हो भनेदेखि तपाईँले पछाडिपट्टि मेरो पछाडि ब्याकग्राउन्डमा हरियो घाँसहरू देखिन्छ। त्यो युकेकै जस्तो दुबोहरू छ यहाँनिर। यो ठाउँ चाहिँ पहिला पसगाउँको र तामुङ गाउँको हाम्रो जिजुबाजेहरू आएर बसोबास गर्ने ठाउँ रहेछ। बिस्तारै उहाँहरू यहाँदेखि गाउँतिर सर्नुभयो, तल पसगाउँ, अनि ताँबुले चाहिँ तल सर्यो। अनि यसै गरी केही तल चाहिँ दुईवटा कुवा पनि छ। एउटा कुवा चाहिँ ताँबुली गाउँको, अर्को कुवा चाहिँ पसगाउँको। अनि उहाँहरूले यही ठाउँमा पानीको सुविधा भएको हुनाले माथिबाट सर्दै आउँदाखेरि यो ठाउँमा सेटल गर्नुभयो। भन्दै 700-800-1000 वर्ष उहाँहरू यहाँ बस्नुभयो। त्यसपछि फेरि तल पसगाउँमा झऱ्यो। अहिले चाहिँ पसगाउँमा बस्ती सरेको छ। अनि यस ठाउँको नाम चाहिँ घेजेको डाँडा भनेर प्रमुख नाम यसको यही नै हो। यहाँ लाली गुराँसदेखि लिएर वनको कन्दमूलहरू सबै देखिन्छ। फुलहरू अति नै राम्रो फुलहरू फुलेको छ यहाँ अहिले। गुराँस फुल्ने सिजन पनि टक्कै परेको भएर अति रमणीय छ यो ठाउँ। तपाईँहरू पनि पछि पसगाउँ घुम्न आउनुभयो भने एकपल्ट जसरी पनि यो ठाउँमा आउनुहोस्। बाटो छ माथिसम्म, गाडी मजाले आउँछ। अनि यहाँ आएर भ्रमण गरेर फर्किनुहोस् है। नबिर्सिनुहोस् यहाँ आउनको लागि। धन्यवाद। नीलकुमारी आउँदैछ घेजेकोमा, एकदम इन्जोय वक गर्दैछ, मर्निङ वक। घेजेको डाँडा हाम्रो पुर्खौली बस्ती यही हो। कस्तो लाग्यो मर्निङ वक? एकदम रमाइलो भन्छ, फ्रेस हैन? आनन्द लाग्यो। नमस्कार दर्शकवृन्द, म अहिले पसगाउँ भमरेचो देवी जुन मेरो पछाडि छ, त्यो देवीको थानदेखि हामी ठक्कै माथि छौँ। अहिले यसको हाइट 7000 फिट उचाइमा छ। अनि यहाँ अहिले चाहिँ हामी आएको छौँ। अनि यहाँ आजको दिनमा चाहिँ मौसम अलि त्यस्तै तुहेलो लागेको छ। त्यसकारण दृश्यहरू चाहिँ लिमिटेड छ अलिकति। जुन कि यो डाँडाबाट अझै अलिकति पछाडि गयो भने भुजुङ, गिलुङ, सिङदी अनि पसगाउँ त आफ्नै गाउँ भयो। यति राम्रो देख्छ यो ठाउँबाट। तर आज मैले त्यो भ्यू तपाईँहरूलाई देखाउन सकेन। तर पनि म यो डाँडामा छु जहाँ चाहिँ अहिले गुम्बा स्तूप जस्तो बनाएको छ। यहाँबाट भ्यू नदेखे पनि यहाँको हावापानी अति नै रमणीय छ। वरिपरि सबै गुराँसको फुलहरू फुलिरहेको छ। चराचुरुङ्गी त यहाँ भन्नै पर्दैन, सबै खालको चराचुरुङ्गीहरू आउँछ। अनि तपाईँहरू यो ठाउँमा एकपल्ट आउनै पर्ने ठाउँ हो। कतै पसगाउँ, सिङदी, गिलुङ, चारागाउँ, तक्सरतिर आउनुभयो भने यो ठाउँमा एकताल तपाईँहरू अवश्य आउनुहोस्। किनभने माथिपट्टि हाम्रो इतिहास पनि छ। पसगाउँलेहरू, तामुङी गाउँहरूको पुर्खा बस्ती यही पछाडि छ, ठिक्क मेरो अगाडि। अनि त्यहाँ पनि हेर्न सक्नुहुन्छ। पानीको कुवादेखि लिएर उहाँहरूको पहिलाको पुरानो घरको भग्नावशेषहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। यसै गरी यो ठाउँबाट चाहिँ नामी डाँडा हामीले पलेप्रो भन्छ, यति सुन्दर डाँडा छ। त्यो डाँडा पनि हामीले यहाँबाट देख्न सकिन्छौँ। अति नै रमणीय भ्यू यहाँबाट देखिन्छ। तर मैले भनिहालेँ आज मौसमको कारणले गर्दा हामी त्यति स्पष्ट भ्यूहरू देख्न सकेनौँ। तर पनि तपाईँहरूले फिल गर्नुहोस्, म आज पसगाउँ 5000 फिटको हाइटमा छ भने यो 7000 फिटको हाइटमा छ। ठ्याक्कै हिँडेर तल जाने हो भनेदेखि हामीलाई 1 घन्टा लाग्छ। तर गाउँको मान्छेहरू त आधी घन्टामा तल झरिहाल्छ। गाउँदेखि माथि 1 घन्टाको समय लिएर माथि चढ्यो भने एक्सर्साइज पनि हुन्छ शरीरलाई। अनि हेर्दै लाली गुराँसको फुलको आनन्द लिँदै माथि चढ्न सक्नुहुन्छ। माथि अहिले पिकनिक स्पोट बनाएको छ। गोर्खा भूपू सैनिकहरू 2टा शालिग पनि छ। अनि त्यो ठाउँमा चाहिँ टुरिस्टहरू आएर
भ्रमण गर्न सकिन्छ। अति नै रमणीय छ। तपाईँहरू कतै पछगाउँ गिलुङ चारागाउँ आयो भने यो ठाउँमा आउन चाहिँ नभुल्नुहोस् है। र यसरी नै फेरि तपाईँहरूले पनि भिडियो बनाउनुहुन्छ भने हामीलाई पनि पोस्ट गरिदिनुहोस्। थ्याङ्क यू। पहिलो भेटमै मन भयो भुतुक्क जब हेर मलाई नै सुटुक्क हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर सानो घर त्यही डाँडामै काटुला सुख दुःख सँगसँगै साटौला हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर घाम जुन रहे आकाशमा बाँचुन्जेल बस्नु है यो सासमा हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जसरी नि साथ दिन्छ छायाले बाँचेको छु तिम्रै यो मायाले हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर खोला बग्यो समुद्र भेट्नलाई कोही छैन यो माया मेट्नलाई हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर ढुङ्गा माटो पुजेर केवल तिमी नै हो मेरो त ईश्वर हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर यो सासले विश्रामै लिएला नि हाम्रो माया अमर नै रहला नि हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर अर्को जुनी पाए नि आउने छु खोजी खोजी तिमीलाई नै पाउने छु हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै